नमस्ते सबैजनालाई नि हाओ म चाहिँ अहिले यहाँ सिचुवान युनिभर्सिटीबाट बोलिरहेको छु नमस्ते सबैजनालाई मेरो नाम चाहिँ प्रशान्त केसी अनि म चाहिँ यो वर्ष सिचुवान युनिभर्सिटीमा एउटा एमबिए प्रोग्राममा एडमिट भएको छु अन स्कलरसिप अनि सबैभन्दा पहिला चाहिँ आई वुड लाइक टु थ्याङ्क न्युटोनियन साइन्स काउन्सिलिङ इन्स्टिट्युट फर हेल्पिङ मी विथ इच एन्ड एभ्रिथिङ सुरुदेखिको प्रोसेसदेखि सबै प्रोसेसदेखि लिएर एडमिसन अब डकुमेन्ट सेलेक्सन त्यसपछि युनिभर्सिटी सेलेक्सन किनकि उहाँहरूले चाहिँ मलाई नट ओन्ली सिचुवान युनिभर्सिटी अरू युनिभर्सिटीहरूमा पनि अब मलाई एक किसिमले अप्सन्सहरू पनि दिनुभएको थियो अनि मैले आफै सेलेक्ट गरेर आफैले अनि लास्टमा चाहिँ दुईवटा तिनवटामा अप्लाई गरेँ र उहाँहरूले चाहिँ बेस्ट रिजल्ट चाहिँ कुनमा र खोजेको जस्तो चाहिँ कुनमा पाइन्छ भन्दाखेरि लास्टमा चाहिँ मैले सिचुवान युनिभर्सिटी भेटेको थिएँ अनि सक्सेसफुली लास्टमा चाहिँ मेरो अब एप्लिकेसनदेखि लिएर सबै स्मुथ गयो अनि इन्टरभ्यूमा पनि म पास भएँ अनि एट द एन्ड अब आई गट एडमिटेड इन्टु सिचुवान युनिभर्सिटी अनि सिचुवान युनिभर्सिटी चाहिँ अब भन्नुपर्दाखेरि चाइनामा अब वान अफ द बेस्ट युनिभर्सिटिज हो किनकि सिचुवान युनिभर्सिटी चाहिँ दुइटै 211 र 985 भन्ने प्रोग्राम्समा पर्छ किनकि यो दुइटै प्रोग्राम्समा पऱ्यो भने चाहिँ एउटा युनिभर्सिटी चाहिँ अब चाइनामा एकदमै टप क्लास हो र त्यही भएर चाहिँ मैले सिचुवान युनिभर्सिटी सेलेक्ट गरेको छु अनि लास्टली थ्याङ्क यू टु द एन्टायर टिम अफ न्युटोनियन फर हेल्पिङ मी थ्रु आउट द प्रोसेस एससिए